प्रकृतिले प्राकृतिक रूपमा हाम्रो स्वास्थ्यलाई खाना भनेर बनाइदिनु भएको ओरिजिनल तरकारी सिस्नुसँग फेरि आज फेरि तपाईँहरूको समक्षमा उपस्थित भएको छु। तपाईहरू संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुनाकाप्चा, जुनसुकै 100 तला बिल्डिङ र जुनसुकै मरिमीबाट हेर्दै हुनुहुन्छ भने पनि हाम्रो गाउँले यो अर्गानिक यो जङ्गलमा प्रकृति पृथ्वी माताले हाम्रो शरीरलाई भनेर फलाइदिनु भएको यस सिस्नुसँगमा उपस्थित भइसकेको छु। तपाईँहरूलाई कस्तो लाग्छ? विश्वको यो जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ भने हाम्रो गाउँले अर्गानिक यो सिस्नुलाई तपाईँहरूलाई कस्तो लाग्छ हेर्नुहोस्। आज पनि मैले लिएर उपस्थित भइसकेको छु बिहान शुभ बिहानीसँगै। आज यो सिस्नु मजाले पकाउने, सिस्नु पकाएर चाहिँ कोदाको ढेँडो मजाले ओडालेर चाहिँ आनन्दसँग निर्धक्कसँग खाएर दिनमा आनन्द नतमस्तकसँग घाममा बसेर शरीरलाई भिटामिन प्राप्त बनाएर शरीरलाई तन्दुरुस्त राख्ने मेरो शुभ लक्ष्यका साथ फेरि शुभ बिहानीको भिडियोसँगै तपाईँहरू समक्षमा उपस्थित भएको छु। यो साग सब्जीमा सिस्नु जतिको अर्गानिक चाहिँ केही छैन होला के विश्वमा जहाँ पनि। किन भन्दाखेरि चाहिँ यसमा कति गुण छ, कति औषधि गुण छ तपाईँहरूलाई थाहा छ? छैन। पक्कै पनि कहिलेकाहीँ खाएर विचार गरेर शरीरमा यसको टेस्ट विचार गर्नु। तपाईँहरूले भन्नुहुन्छ सिस्नुले पोल्छ, सिस्नुले पोल्दैन हजुर। समाउन जाने सिस्नुले पोल्दैन। जहाँ समाउन जानिन्न त्यहाँ चाहिँ पोल्न पनि सक्छ सिस्नुले। किन यसलाई प्यार गर्नुपर्छ। त्यसो त विश्वभरि छरिरहनुभएका सम्पूर्ण तपाईँहरूलाई यो भिडियो मैले यहाँ सम्प्रेषण गर्दैछु कि कमसेकम तपाईँको भान्सामा आफ्नै घर आँगन वरपर नजिकका जङ्गलमा फलेका प्रकृतिले दिनुभएको प्राकृतिक रूपमा यस्तो सागसब्जीहरू इस्तेमाल गरौँ, शरीरलाई चाहिँ आनन्द राखौँ भन्ने नाराका साथ यस्ता भिडियोहरू मैले तपाईँहरूलाई सम्प्रेषण गर्दैछु। तपाईँहरू विश्वको जुनसुकै क्षेत्र, जुनसुकै कुनाकाप्चा, जुनसुकै सहर, जुनसुकै गल्ली र जुनसुकै समुद्र, जुनसुकै मरिमीबाट हेर्दै हुनुहुन्छ नि हाम्रो गाउँको यस्तो अर्गानिक सिस्नुलाई कस्तो लाग्छ त एकचोटि कमेन्ट पनि पक्कै गरिदिनुहुन्छ। हेर्नुहोस् यस्ता कलिला मन्टा आनन्दको यस्तो जोससँग मजासँग चाहिँ टिपेर आनन्दले चरचर चरचर भुटेर अनि यसको स्वादसँगै सिस्नाको स्वादसँगै बारीमा फलेको कोदाको ढेँडाको स्वाद लिँदा स्वर्ग कहाँ छ? स्वर्ग त्यहीँ छ। स्वर्ग खोज्न कहाँ जानुपर्छ? स्वर्ग खोज्न आफ्नै गाउँका जङ्गलमा जानुपर्छ। त्यसकारण विश्वभरि छरिरहनुभएका सम्पूर्ण दाजुभाइहरूलाई मैले यस भिडियो सम्प्रेषण गर्दैछु कि सिस्नाले पोल्छ भने नराउँ। सिस्नाको गुण के छ त? भित्री गुण, भित्री यसको शक्ति के छ त्यो बुझौँ भन्ने नाराका साथ यस्ता सब्जीहरूलाई सबैले युज गरौँ। हाम्रै करेसाबारीमा यस्ता धेरै उत्पादन भएका चिजहरू आफै नष्ट भएर गएका छन्।